कसरी सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको बालुवाटारको निवासमा छिर्छन्। त्यो गाडीमा को थिए, त्यहाँ त सीसीटीभी क्यामेरा छ नि, त्यो सीसीटीभी क्यामेरा नेपाली नागरिकको अगाडि के सार्वजनिक गर्नुहुन्छ? डेट मिति दिन म तयार छु। जुन दिन म निर्मल निवासमा लाइभ गरेको छु नि, निर्मल निवासको बाहिर गेटमा, त्यो दिन प्रधानमन्त्री कार्यालयमा कुन चाहिँ दूतावासको गाडी ओहोर दोहोर गरिरहेको थियो र त्यो दूतावासको गाडीमा को बसिरहेका थिए। यहाँ हाम्रो देशलाई प्रयोगशाला बनाइदिँदैछ, रणभूमि बन्दैछ हाम्रो देश। जति तपाईहरू सामान्य बुझ्दै हुनुहुन्छ त्यो सामान्य त कुरा होइन, यो बडो गम्भीर विषय छन्। बोल्दाखेरि फेरि सोच्न थाले। किन सोच्न थाले भने बोलौँ कि नबोलौँ। म तपाईँहरूलाई भन्न चाहन्छु, जुन दिन 23 गते घटना भयो, शान्तिपूर्ण प्रदर्शनमा गोली चल्यो, ल ठिक छ, मान्यो। 24 गते बानेश्वरको फुटेजहरू निकालियोस्, ब्ल्याक टी सर्टहरू कसको कोले लगाएको थियो र त्यो ब्ल्याक टी सर्टमा, कालो रङको टी सर्टमा के लेखिएको थियो, त्यो कुरा सार्वजनिक गर्ने आँट कसको छ? अब यो बोलिरहँदा त्यो ब्ल्याक टी सर्ट लगाउनेवालाहरू मलाई टार्गेट गरिसक्यो। अब टार्गेटमा परिसकेँ, नो डाउट। दोस्रो कुरा तपाईँहरूलाई भन्छु, सबै ठाउँमा आगजनी भयो होइन। प्रहरीको चौकीहरू प्राय हामी नेपालीहरू बुझ्छौँ। ल मानौँ कुनै जिल्लामा के भयो, विराटनगरमा के भयो, कुनै घटना भयो भने धेरैमा के हुन्थ्यो, विराटनगरको प्रहरी चौकीमा तोडफोड हुन्थ्यो, ढुङ्गामुढा हुन्थ्यो, आन्दोलनहरूमा त्यही त हुन्थ्यो। तर 24 गते कहाँबाट सबभन्दा शक्तिशाली कहाँ छ? देशको मेरुदण्ड सुरक्षा निकाय, त्यसलाई टार्गेट गरियो। सबैभन्दा इम्पोर्टेन्ट फ्याक्ट कहाँबाट भयो भने, ल 23 गते प्रहरीले गोली चलायो, त्यो गोलीबाट मृत्यु भयो, जेन्जी भाइ बहिनीहरूले गोली खाए, ताकी गोली हानियो। त्यो गोली हान्नेहरू को छन्? प्रहरी हुन सक्छन् कि अन्य मान्छेहरू हुन सक्छन्। त्यो कसरी त्यो घटनाहरू भयो, यसमा अहिले सर्वप्रथम यिनीहरूको छानबिन होस्, जति सक्दो हुन्छ। किनभने हामीले जानकारी के पाइरहेका छौँ भने प्रमाणहरू नष्ट हुँदैछ। आज म यसरी बोलेँ नि, अब त्यो कालो टी सर्टको अघि जुन मैले भनेको थिएँ, कालो टी सर्ट लगाउने मान्छेहरूको टी सर्ट पछाडि के लेखिएको थियो र त्यसको फुल फर्म के हो? अब यति भन्दा त सायद नेपाल प्रहरीले र अहिलेको सरकारले बुझिसके होला म के भन्न खोजिरहेको छु, कि त्यो पनि म खुलेरै भन्नु पर्यो। यदि मलाई मार्नै खोज्नु भएको छ भने मर्न म तयार छु। तर त्यो कालो टी सर्टमा 3 शब्दको जुन कोड लेखिएको थियो, त्यो कोडको फुल फर्म के हो? जसरी एचटिपी, हाम्रो कम्पनीको नाम हो एचटिपी, हिमाल तराई पहाड है। हाम्रो कतिपयलाई थाहा हुँदैन एचटिपीको फुल फर्म के हो। एचटिपीको फुल फर्म हिमाल तराई पहाड हो। त्यहाँनिर त्यो कालो टी सर्टमा 3वटा अक्षर लेखिएको छ। त्यो टी सर्ट कोले लगाएका थिए, तिनीहरू कहाँबाट परिचालित थिए र उनीहरूको भूमिका के थियो 24 गते। यो कुराहरू 23 गते र 24 गतेको फुटेजहरू विभिन्न ठाउँबाट निकालियोस्। सही के हो, सत्य के हो, सबैको अगाडि आइहाल्छ। देश अहिले सङ्कटमा छ, अन्तर्राष्ट्रिय शक्तिहरू पुरै सक्रिय छन्। रातारात बालुवाटारमा ढोका खोलिन्छ एम्बेसीको गाडीको नाममा। त्यो गाडीहरू रातिको 12 बजे प्रधानमन्त्री कार्यालयमा के गर्न जान्छ? यो प्रश्न सोध्ने कि नसोध्ने? केही इमर्जेन्सी नै थियो भने त्यो जनताको अगाडि, यो देशको अगाडि राख्नु पर्यो। के चाहिँ इमर्जेन्सी थियो? आज तपाईँ हेर्नुहोस् कस्तो भइरहेको छ यो देशमा। केही नाम चलेका, अहिलेको अवस्थामा नाम चलेका विभिन्न आइएनजिओ एनजिओहरूले यो सरकारलाई चलाइरहेको अवस्था छ। नेपाली भन्दा पनि विदेशी संस्थाहरूले चलाइरहेको छ। यहाँ 23 गतेको शान्तिपूर्ण प्रदर्शनमा पानी बाँड्नेहरू अहिले मन्त्री बाँडिरहेका छन् र यी सबै कुराको प्रमाण छ हामीसँग। यदि मैले त्यो प्रमाण अहिले राखिदिएँ भने म मात्रै असुरक्षित हुँदिनँ, मान्छे पनि असुरक्षित हुन्छ। हाम्रो पत्रकारिताको एउटा धर्म छ, सूचना दिनेलाई सेक्योर गर्नुपर्छ, सुरक्षित राख्नुपर्छ। तर यति बोलिरहँदै म त टार्गेटमा परेँ, म टार्गेटमा परिसकेँ। ढुक्क हुनुहोस्। अब मेरो सुरक्षाको ग्यारेन्टी रहेन, यति चाहिँ ग्यारेन्टी नै भयो। आज मलाई लाग्यो बोल्नुपर्छ। आज यदि बोलिन भने यो देश अफगानिस्तान हुनबाट कसैले रोक्न सक्दैन। तपाईहरू अलिकति गम्भीर हुनुहोला। म भन्न चाहन्छु, यहाँ 2-3 खालका जेन्जी देखेँ मैले जेन्जी पुस्तामा। एउटा जेन्जी जो साँच्ची नै देशलाई माया गरेर, राष्ट्रलाई माया गरेर, भ्रष्टाचारबाट आजित भएर, नेताहरूका कर्तुतहरूबाट आजित भएर उनीहरू सडकमा आएका थिए। एउटा त्यो जेन्जी हो जो चाहिँ हामी नेपाली हौँ। अर्को जेन्जी मैले कुन देखेँ भने एनजिओ आइएनजिओको जेन्जी हेरेँ। अब यो बोलिरहँदा अनुरोध गर्न चाहन्छु सम्पूर्ण नेपाली नागरिकलाई, सम्पूर्ण दलका नेताहरूलाई, सम्पूर्ण पार्टीका नेताहरूलाई, पार्टीहरूलाई, तपाईहरू अहिले कांग्रेस, एमाले, माओवादी अथवा अन्य दलको नाम नलिनुस्। अहिले तपाईहरू देशको नाम लिनुस्। यदि यो देशै रहेन भने
कहाँको कांग्रेस, कहाँको एमाले, कहाँको माओवादी, कहाँको रासोपा, कहाँको जसपा, कहाँको के देश रहे पो तपाईहरुको पार्टी हुन्छ, तपाईहरु हुनुहुन्छ। नेताहरूले गलत गरेकै हुन्, भ्रष्टाचार गरेकै हुन्, यसमा दुई मत छैन। नेताहरूले यो देशलाई लुटेका हुन्, तर आज देशलाई कब्जा गर्ने, देश बेचिने ठाउँमा पुग्दैछ। अनुरोध गर्न चाहन्छु हात जोडेर सम्पूर्ण नेपालीलाई मेरो अनुरोध छ, देशलाई माया गर्नुहुन्छ भने जति कुरा सहज तपाईहरुलाई देखिरहेका छौ, जति कुरा सहज लागिरहेको छ, त्यो त्यति सहज छैन है। देश अहिले कब्जामा गइसकेको छ। यसको विकल्प चाँडै खोज्नुपर्छ, शान्तिपूर्ण तरिकाले खोज्नुपर्छ, द्वन्द्व गर्नु हुँदैन। यहाँ अहिले मैले के जानकारीहरू कस्तो पाइरहेको छु भने मानौ हावा त चलिरहेछ नि, सबलाई थाहा छ हावा त छ, बिना हावाको हामी नै हुँदैनौँ। तर हावा कहिले क्यामेरामा रेकर्ड हुन्छ, हावा कहिले फोटोमा आउँछ, त्यो महसुस मात्रै हुन्छ। सो म अनुरोध गर्न चाहन्छु, यहाँ नेपालीमै लडाएर भिडाएर विदेशी शक्तिहरू आफ्नो सेना नेपालमा ल्याउन खोजिरहेको अवस्था छ। अनुरोध छ सम्पूर्ण नेपालीमा, कसैले तपाईलाई गाली गर्न सक्छ, कसैले उक्साउन सक्छ, कसैले केही गर्न सक्छ। यो अवस्थामा अनुरोध छ सम्पूर्णलाई, सम्पूर्ण नेपालीलाई, सम्पूर्ण नेपालमा रहेका राजनीतिक दलदेखि लिएर आम नागरिक समाज जति हुनुहुन्छ, सञ्चारकर्मी सबैजना यो संवेदनशीलतालाई बुझौँ, गम्भीरतालाई बुझौँ। मैले यतिकै बोलेको होइन आज। मेरो सुरक्षाको ग्यारेन्टी कसैले गर्न सक्छ भने प्रमाणहरू सुरक्षित छ। सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूलाई मेरो प्रश्न, रातिको 12 बजे दूतावासको गाडीहरू बालुवाटारमा के गर्न गएको थियो? सार्वजनिक गरिदिनुस्। त्यहाँ क्यामेरा छ नि, प्रधानमन्त्री कार्यालय अगाडि 3 नम्बर गेटमा क्यामेरा लागेको छ नि त। पुलिसको त्यहाँ चौकी नै छ, गेट बाहिर पनि, भित्र सुरक्षाकर्मीहरू पनि हुन्छ। सार्वजनिक गरिदिनुस् न के को लागि थियो। ल यति गरिदिनुस् त, यति गरेर देखाइदिनुस्। अनुरोध छ तपाईलाई। जो ओरिजिनल जेन्जी छन् नि, ओरिजिनल जेन्जी, त्यो जेन्जीहरूको अवस्था के छ? उनीहरू विद्यार्थी हुन्, पढिरहेका छन्, अध्ययन गरिरहेका छन्, मात्रै देशका लागि लडिरहेका छन्, जति सक्दो लडिरहेका छन्। तर उनीहरूलाई कुनै जानकारी नै छैन, उनीहरूको एक्सेसै छैन। उनीहरू सिंहदरबार छिर्नु पर्यो भने लिङ्क लगाएर मात्रै छिर्न पाउँछ। त्यहाँ सिंहदरबारमा पनि क्यामेरा